आज यो देश जोगाउनलाई म त राजा त होइन, म कुनै राजनीतिज्ञ होइन, तर आज दुर्गा प्रसादलाई जन्माएको छ। दुर्गा प्रसाद हार्दैन। चुनाव त 21 गते सकिन्छ, 22 गते छुट्टिन्छ। म दुर्गा माताको भक्त हुँ, दुर्गा माताको भक्त हुँ। याद गर, यो अपराधी हो। मलाई पटक पटक आज यो आइकिन यो घन्टे पार्टीलाई डिजाइन गरिओरी यस एमसीसी पास गरिसकेपछि पुराना पार्टीले एसपीबी पास गर्न नमानेपछि रातारात माहौल चेन्ज गरेर यिनीहरूले सिंहदरबार सर्वोच्च सबैमा आगो लगाएर आज जुन चुनाव गराउन खोज्दैछन् यो देश अब सकियो। यो चुनाव भयो भने देश सकियो। र आज यो चुनाव गराउनुभन्दा पहिला नेपालीहरूलाई ल्याउन ती खाडीमा भएका नेपालीहरू, चुनाव आवश्यक कि ती खाडीमा अलपत्र परेका नेपालीहरूको बिचो ल्याउने आवश्यक हो। त्यसले गर्दाखेरि यिनीहरूले जनताको पक्षमा काम गर्दैनन्, देश सक्ने काम गर्दैनन्। मान्छे तयारी भइसकेपछि भारत सरकार या हिमानी सरकार आउने भन्ने कुरा भएको थियो। मलाई थुनेपछि चुनाव हुने भनेपछि त कस्तो रहेछ यिनीहरूको प्रवृत्ति। 16 गते सबै काठमाडौँ आइसक्यो। 17 गतेदेखि हुने हडतालमा सहयोग गर्न। यसमा राजेश सिंहले मेरो कुरा भएको थियो, ढेक्का रहोस् यी विज्ञहरूलाई, तिमीहरूले कति पढाएको छौ? इतिहास त पढायो होला नि। त्रिभुवन सरकार कहाँ जानुभएको थियो प्रजातन्त्रको लागि? कहाँ जानुभएको हो? गद्दी छोडेर जानुभएको होइन जनतासँग? जानुभएको कि होइन? पृथ्वीनारायण शाहले हातमा कट्टी बोकेर नेपाल एकीकरण गर्न निस्किनु भएको होइन? तिमीहरू विज्ञ जस्तो मात्रै होइन नि त, कोठामा बसेर युट्युबमा बोल्ने अनि जान हुँदैन, यो हुँदैन, त्यो हुँदैन भन्ने होइन नि। साहस भएको मान्छे युगले एउटा जन्माउँछ, युगले एउटा जन्माउँछ। बुझ्यो? त्यसले गर्दाखेरि त्यतिखेर पृथ्वीनारायण शाह जन्मायो देश बनाउनलाई, देश जोगाउनलाई। जङ्गबहादुर जन्मायो। अर्को देश जोगाउन प्रजातन्त्र ल्याउनलाई त्रिभुवनलाई जन्मायो। विकासका खाका कोर्नलाई राजा महेन्द्रलाई जन्मायो। आज यो देश जोगाउनलाई म त राजा त होइन, म कुनै राजनीतिज्ञ होइन, तर अब दुर्गा प्रसादलाई जन्माएको। दुर्गा प्रसाद हार्दैन, हार्दैन। तल पुलिस छ। अब म जाँदैछु, के कारणले पक्रियो अब केही पनि छैन। अब के भन्छ भने अरू कुरा के छ, म त घरमा छु, उनीहरूकै निगरानीमा छु, गेट अगाडि पुलिस छन् 24 घन्टा, छ कि छैन भनेपछि यिनीहरूले देश कहाँ लान आँटेको छ। र आवाज बोल्ने मान्छेहरूलाई आवाज दबाउने। र म नेपाली सेनालाई एउटा कुरा के भन्छु भने पृथ्वीनारायण शाहले आर्जेको मुलुक हो, पृथ्वीनारायण शाहको लिगेसी बोकेको तपाईँहरू सेना हो। तपाईँहरू सोच्नुहोस्, म अहिले बाहिर जान आँटेको तर बिहानै पुलिसहरू अब तपाईँलाई लानुपर्ने भयो भनेर मलाई भक्तपुरमा लिन आउँदैछ। र म सम्पूर्ण नेपालीहरूलाई के भन्छु भने आज देख्यो होला नि खाडी मुलुकको हालत कसरी हान्यो। इरानले हान्यो नि, बेस क्याम्प राख्न दिँदा कतारमा हान्यो, ओमानमा हान्यो होइन। कुद्दैछन् होइन नेपालीहरू छटपटिएर त्यहाँ भनेपछि ती नेपालीहरूले नि अब आज दुर्गा प्रसाद गुरु बुझ्छ कि बुझ्दैन बुझ्नु होला। र आज यो चुनाव गराउनुभन्दा पहिला नेपालीहरूलाई ल्याउन ती खाडीमा भएका नेपालीहरू, चुनाव आवश्यक कि ती खाडीमा अलपत्र परेका नेपालीहरूको बिचो ल्याउने आवश्यक हो। त्यसले गर्दाखेरि यिनीहरूले जनताको पक्षमा काम गर्दैनन्, देश सक्ने काम गर्दैछन्। मैले भनेको थिएँ नि, चाइनाले रकेट लन्चर हान्दाखेरि यहाँ मिसाइल छोड्दाखेरि नि होइन, याद गर्नु चुनाव त 21 गते सकिन्छ, 22 गते छुट्टिन्छ। म दुर्गा माताको भक्त हुँ, दुर्गा माताको भक्त हुँ। याद गर, यो अपराधी हो। मलाई पटक पटक आज यो आइकिन कतिपल्ट थुनेछ। मलाई घरमै म त बिमारी मान्छे नजरबन्द राखेको भन्ने हुन्थ्यो नि होइन। त्यसले गर्दाखेरि म सम्पूर्ण अभियन्ता साथीहरूलाई के भन्छु भने देश सक्न आँटेको छ र भोलि तपाईँहरू चाइनाले हानेको मिसाइल रोक्न सक्नुहुन्छ भने भोट दिन जानुहोस्, होइन भने बिन्ती छ यो चुनाव बहिष्कार गर्नुहोस्। यो घन्टे पार्टीलाई डिजाइन गरिओरी यस एमसीसी पास गरिसकेपछि पुराना पार्टीले एसपीबी पास गर्न नमानेपछि होइन, र यो देशमा दुर्गा प्रसादले राष्ट्र संस्था स्थापना गराउँछ, हिन्दू राज्य ल्याउँछ भनेर चैत 15 गतेको माहौल देखेपछि, हाम्रो पक्षमा माहौल भएपछि यिनीहरूले रातारात डिजाइन गरेर अहिले त आउन थाल्यो नि, होइन? अहिले सबै कुरा आउन थाल्यो। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने रातारात माहौल चेन्ज गरेर यिनीहरूले सिंहदरबार सर्वोच्च सबैमा आगो लगाएर आज जुन चुनाव गराउन खोज्दैछन् यो देश अब सकियो। यो चुनाव भयो भने देश सकियो। यदि तपाईँ साँच्चै भात खानुहुन्छ भने नजानुहोस् चुनावमा भोट हाल्न।